हेलो गाइस, अहिले चाहिँ म होइन कलेजमा छु। केटाहरूको नाममा एउटा यो दोस्त छ अनि हाम्रो सर हुनुहुन्छ अनि म छु। केटाहरूको नाममा यति हो मेरो क्लासमा। अनि अघि आज चाहिँ अलार्मै लगाएर सुतेको थिएँ। म भोलि चाहिँ कलेज आउँछु भन्छ होइन। आज कलेज आएँ। अब अहिले क्लासमा सेकेन्ड पिरियड भइरहेछ। अब एकछिनपछि टिफिन हुन्छ। अब एकछिनपछि टिफिन हुन्छ। अनि यसो बाहिर साइड निक्लिएर साँझ खाएर भोक पनि लागिरहेछ। उठ्ने बित्तिकै भोक लाग्छ के भएको। ल किन भइरहेको छैन यार, गरिरहेको छ। यहाँ सरले बोलाइरहनु भएको छ, उनीहरू खेलिरहेको छ। टेबल टेनिस पनि खेल्न बिर्सिसकेको छ यार। यस्तो पनि दिन आइसक्यो। हेलो गाइज, आज म यहाँ मेरो हिरोलाई के गर्नु पर्यो भने मोबिल फेर्नु पर्ने छ अनि चेन टाइट गर्नुपर्ने छ। त्यो गर्न आँटेको छु। अनि आज चाहिँ म यस्तो टाउको दुखेको थियो कि कलेजबाट आउने बित्तिकै टाउको दुख्नु थालेको। अघि 4-5 बजीसम्म टाउको दुखेर भएन। अनि एउटा फ्ल्याक्जोन खाइदिएँ। त्यसपछि अहिले निको भएको छ। सुतेको थिएँ। अनि अब आज अहिले यतिखेर आएर चाहिँ ल अब बनाउनु पर्यो भनेर बनाउन आँटिरहेको छु। मोबिल फेर्नुपर्ने छ। यसको धेरै 3 महिना जति भयो होला नफेरेको मोबिल होइन। त्यही मोबिल फेर्नलाई एउटा यहाँ घरमा दहीको बट्टा, यस्तो मच्छर छ नि, दहीको बट्टा ल्याएको छु। अनि यो नर्मल खालको एचपीको मोबिल हो। ल्याएर अब यसमा तल यहाँबाट यहाँनिर हुन्छ मोबिल खोल्ने ठाउँ। मैले चेन टाइट चाहिँ गरेँ। अनि यो मोबिलको लागि चाहिँ भएन। मोबिलको लागि चाहिँ त्यो टुल्सै भएन। भोलि कति 150-200 पर्छ होला। एउटा टुल्स ल्याउँछु म। टुल्स ल्याएर आफै फेर्छु। यो लाने ग्यारेजमा यो हल्का फुल्का त आफैले गरेको अनुसारले मात्र चित्त बुझ्छ क्या मलाई चाहिँ। पछि यो अगाडिको पनि बनाउनु पर्ने छ। त्यो पनि बनाउँछु। यो सकहरू बनाउन दिन्छु। अरू त ठिक छ। यतिको तेल चाहिँ हल्का खान्छ, त्यो उसले होला। साइलेन्सर र क्लच प्लेटले होला, त्यही होला। अरू त त्यस्तो केही छैन। साइलेन्सर चाहिँ त्यो ग्यास वेल्डिङमा लानुपर्ने छ। अब भरे भोलितिर लग्नु पर्ला।